Finally, सबैजनामा स्वागत छ आरएमआर मोटरसाइकल टेक्निकलमा। आज मैले होन्डा एक्सआर खोलेको छु। होन्डा एक्सआर को इन्जिन हाफ इन्जिन, यसमा के प्रब्लम रहेछ भनेको वालको अहिले म देखाउँछु। त्यो पुरानो वाल, यो चाहिँ जेनुन हो, सोरुमबाट ल्याएको। यो चाहिँ जेनुन सामान हो, ओरिजिनल सोरुमबाट ल्याएको, एकदमै जेनुन हो, सोरुमबाट ल्याएको, यो होन्डा सोरुमबाट। अनि यो चाहिँ पुरानो वाल हो, पहिला कहाँ खोलाउनु भएको थियो, कहाँ हाल्नु भएको थियो, तर हिटले पिग्लिसकेको रहेछ, स्टार्टिङ प्रब्लम गरिरहेको थियो यो वालले गर्दा। यो चाहिँ ओरिजिनल हो, एकदमै ओरिजिनल वाल हो। यो पहिला कहाँ हाल्नु भएको थियो थाहा भएन, लोकल हालिदिनु भएको थियो, तर हिटले पिग्लिसकेको रहेछ। इन्जिन स्टार्टिङ गर्न गाह्रो भइरहेको थियो। अनि म अब वाल सिल बसाइरहेको छु। जहिले पनि वाल सिल मोबिल लगाएर फिट गर्नुपर्छ साथीहरू, वाल सिलहरू। अनि वाल पनि जहिले पनि एकदम सफा गरेर क्लिन गरेर मोबिल लगाएर फिट गर्नुपर्छ। वाल जहिले पनि मोबिल लगाएर फिट गर्नुपर्छ साथीहरू। यो म मोबिल लगाएर फिट गरिरहेको छु। वाल चेक पनि गरिहाल्नुपर्छ वाल। यो चाहिँ वाल लक हो, यसलाई वाल लक भन्छन्, दुईवटा हुन्छन्। यो हातैले म बसाल्छु। यो होन्डाहरूको, बजाज पल्सरहरूको अनि डिओहरूको हातैले बस्छ साथीहरू वाल। अब म यो वाल बसाएर लिकेज चेक गरिरहेको छु। वाल लिकेज गरिरहेछ कि गरिरहेको छैन, पेट्रोल हालेर यसरी जहिले पनि चेक गरिहाल्नुपर्छ साथीहरू। फिट गरेपछि, वाल फिट गरिसकेपछि चेक गरिहाल्नुपर्छ, लिकेज नहोस् भनेर। अनि यो चाहिँ पिस्टन पिन लक भन्छन्, पिस्टन पिन लक हुन्छ। यो पिस्टन पिन लक बसाइरहेको छु। यसलाई पिस्टन पिन लक भन्छन्। यो दुई साइडतिर यो पिन हो पिस्टन। यो चाहिँ पिस्टन रिङ हो, पिस्टन रिङ भन्छन् यसलाई, रिङ हो। अनि रिङ जहिले पनि पिस्टल बसाल्दाखेरि मोबिल लगाएर ब्लकमा बसाल्नुपर्छ साथीहरू। जहिले पनि पिस्टन ब्लकमा बसाल्दाखेरि मोबिल लगाएर फिट गर्नुपर्छ। फिट गर्दाखेरि ध्यान दिनुपर्छ एकदम आरामले। अनि मेरो चाहिँ म चाहिँ पिस्टन पहिला ब्लकमा बसाल्छु अनि मात्र म फिट गर्छु जहिले पनि साथीहरू। म त यस्तै गर्छु, अरूले साथीहरू खै कस्तो फिट गर्छन्, चाहिँ म चाहिँ यसरी फिट गर्छु, ब्लकमा बसाएर पिस्टन अनि बल्ल म फिट गर्छु। एकदम आरामले बिस्तारै गर्नुपर्छ, नत्र रिङ भाङ्गिने डर हुन्छ। त्यही भएर पिस्टन बसिसक्यो ब्लकमा। अनि यो चाहिँ मैले प्याकिङ चाहिँ होन्डामा नपाएर हिरोबाट ल्याएको ब्लक प्याकिङ। यो चाहिँ म हिरोबाट ल्याएको, होन्डामा थिएन। अनि यो सबै एक्सट्रिम, युनिकर्न 150मा लाग्छ यो प्याकिङ। अनि यसमा पनि लाग्छ होन्डा एक्सआरमा यो प्याकिङ, ब्लक प्याकिङ भन्छ यसलाई। यो मैले जहिले पनि बिना स्ल्याग लगाएर फिट गर्छु साथीहरू। यसमा स्ल्याग लगाउनु हुँदैन, स्ल्याग लगाएपछि अलि मोबिलको वाल बन्द हुन सक्छ। अब म ब्लक बसाइरहेको छु, मोबिल पास नहुने, कहिलेकाहीँ त्यस्तो प्रब्लम आइदिन्छ। त्यही भएर बिना स्ल्याग लगाएर फिट हाल्नुपर्छ ब्लक प्याकिङहरू। प्याकिङमा स्ल्यागहरू लगाउनुहुन्न। ब्लक फिट भइरहेछ, मिलाएर पिन छिराउनु पर्छ एकदमै। पिन पनि छिरिसक्यो, ब्लक बसाइरहेको छु। एकदम आरामले बसाल्नुपर्छ साथीहरू, जहिले पनि हतार गरेर बसाल्नुहुन्न। अब यो पिस्टन पिन लक भन्छन्, यो पिन हाल्नुपर्छ जहिले पनि साथीहरू। यो पिन भन्छन् पिस्टन पिन, यो बिस्तारै हाल्नुपर्छ।
यो कपडा लगाएर नत्र कहिलेकाहीँ त्यस्तो भित्र गइदिन्छ पिस्टन पिन। अब यो रकर आर भन्छन् यसलाई, रकर। यसलाई कसैले चिडिया पनि भन्छन्, केम हो यो, केम भन्छन्, केम साप। यो चिडिया यो युनिकर्नको अब फिट भइसक्यो। रकर आर पनि अब नट बोल्ट लगाउँदैछु, नट बोल्ट वासर र मुमा कता अब कस फाइनली